हेलो गाइज नमस्ते सबैजनालाई आज चाहिँ हामी कलर गिफ्ट एक्सचेन्ज गेम खेल्दैछौँ है यो चाहिँ धेरै डिस्क्राइब गर्नु पर्दैन होला हैन किनकि सबैको फर यु पेजमै आयो होला आको गेम हो यो सो हामी पनि खेल्न लाग्छौँ आज चाहिँ अनि यो चाहिँ म चाहिँ मेरो बहिनी चाहिँ अगाडि चाहिँ गएको हामी चाहिँ अलिक पछाडि अघि भर्खर गएर आएको सो स्टार्ट गरौँ है गेम पनि धेरै लामो हुन्छ भिडियो सो स्टार्ट गरौँ कुन कलर पहिला एकछिन हेर्नु पर्यो कुन कलर है म ब्ल्याक 3 2 1 and go 3 2 एकछिन ल 3 2 1 go गाइस सेम रहेछ यो चाहिँ फटाफट लान्छौँ यो ब्ल्याक चाहिँ सेम रहेछ हाम्रो के एउटै पसलबाट किने हो यहाँ धेरै जस्तो पसलहरू बन्द छ के अहिलेको टाइममा त्यही भएर एउटै पसलबाट किनेको हो तर टाइम चाहिँ अगाडि पछाडि हो ऊ अघि नै गएको म भर्खर गएको ल थ्याङ्क यू म यहाँ राख्छु थ्याङ्क यू अलि साइडमा राख्नु नदेखिनु गरे यसपालि अब अघि तिमीले भने म भन्छु ल अब ओरेन्ज कलर ओरेन्ज ल 3 2 1 go मेरो चाहिँ यो बाहिरको चाहिँ ब्राउन छ तर मैले ब्राउन चाहिँ बाहिरको चाहिँ यो अर्कै कलर छ नि त तर यो ओरेन्ज है यो ओरेन्ज मेरो पनि यो ओरेन्ज नै हो गाइस ओरेन्ज है ल थ्याङ्क यू मैं कस्तो ठुलो ठुलो ल्याइदिएको हो म त कस्तो ल अब एकछिन तिमी भन अब ब्लू एकछिन है तिमी उतै हेर है ल मार्क्सहरू रहेछ यहाँ फेरि हेर मार्क्स होइन अर्कै त्यहाँ मार्क्स रहेछ कि अर्कै ए ल 3 2 1 go ओए थ्यांक यू मलाई मन पर्ने फेभरेट ल हेरे यो चाहिँ यो बोगता यो चाहिँ मैले ल्याइदिएको होइन उसलाई ललिपप मनपर्छ जस्तो मैले ललिपप ल्याइदिएको ब्लू कलरको अनि मलाई ओरियो खासै मन पर्दैन तर ल्याएको छ थ्याङ्क यू ल अब कुन म भन्छु है अब रेड कलर ल एकछिन है यस्तो अड्के उता फर्की 3 2 1 गो कुनै सानो कुनै ठुलो हुन्छ कुनै चाहिँ मजाको भाइ ल्याइदिएको रहेछ थ्याङ्क यू ल तिमीलाई सानो ठुलो यस्तै हुन्छ अब के गर्नु होइन किनकि दिदीले मलाई दुईटा ठुलो ठुलो त्यस्तो हुन्छ ल अब तिमी भन नि त मेरो ब्राउन त मैले ल्याएको छु ब्राउन मेरो कस्तो हाँस्ने छ गाइजहरु ल 3 2 1 गो ब्राउन चाहिँ गाइज यसलाई चाहिँ ब्राउनै मानौँ न यसलाई मेरो ललिपप गाइज ब्राउन कलर के छ के कफी चकलेट हो है अनि यसको चाहिँ ललिपप थ्याङ्क यू ल तिम्रो राखौँ अब म भनौँ हेर्दै गरे तिमी कहाँ हेर्छौ मेरो मार्क्स चाहिँ छ त मेरो कहाँ गयो अब ए सरी त्यो ब्राउन होइन त्यो देऊ त यो कफी लिएँ ल मैले सरी यो ब्राउन होइन है मैले लिएँ ल ब्राउन के हो तिनमा रुका ब्राउन होइन रे गाइजहरु त्यो अनि त्यही भएर ल यो त्यो अहिलेको ब्राउन होइन है मेरो ब्राउन अर्कै छ है ब्राउन के हो एकछिन है यो मेरो ब्राउनी यो हस्बेन्डमा चकलेट ब्राउन कलरको है यो मेरो ब्राउन हो अनि मैले चाहिँ ब्ल्याक दुईटा ल्याएको हो गाइज यो ब्ल्याक होइन यो ब्ल्याक चाहिँ मैले दुईटा ल्याएको थिएँ मिस्टेक भएछ यो र यो ब्ल्याक चाहिँ दुईटा ल्याएको है मैले अहिलेको ल यो ब्ल्याक र यो दुईटा ल्याएको हो त्यो ब्ल्याक चाहिँ आज 10 गाइज अब म भन्छु है त अब येलो कलर ओके ए त्यो ब्राउन छुटेछ फेरि अर्को पनि छ है यो ब्राउन छुटेछ ल एकछिन है अनि छुटेछ छैन ल येलो कलर 3 2 1 गो यो येलो मैले यो पर्पल देखेर नल्याएको के मैले यही सोचेको थिएँ तर मलाई पर्पल लाग्यो क्या त्यही भएर ल्याइदिनु होइन यो भित्र येलो छ नि त गाइजहरु भित्र ब्राउन छ
अलि येलो छ नि त अनि त्यही भएर ल्याएँ। ल यो चाहिँ प्योर येलो गाइज ओइ ओइ झऱ्यो के हो मलाई यो मिठो लाग्दैन। मिक्स चक्लेट हो कुनै कुनै त्यस्तो हुन्छ गर्नुहुँदैन ल यो मेरो गीत देखाम है त। अब टोटल्ली देखाम है यो प्लास्टिक निकाल्यो यो झोला चाहिँ अर्कै हो गाइजहरु मैले एउटा मलाई आफैले ल्याएको थिएँ देखा आफैले ल्याएको ल देखाउन चुप्पा चुप्स ल्याएको रहेछ आफैलाई गाइज यो मेरो मेरो देखाम है ओके सँगै पहिला म देखाउँछु नि त है यो है मेरो यो एउटा अनि त्यसपछि यो यो दुईटा यो तीनटा भयो यो चारवटा भयो यो दुईटा छ पाँचवटा अनि यो ब्राउन ललिपप भयो अनि यो चाहिँ चकलेट भयो मेरो मेरो यो ब्ल्याक कलरको भयो एउटा अर्को छ ब्ल्याक अनि यो पनि ब्ल्याक भयो कफी चकलेट अनि यो अरेन्ज भइहाल्यो अनि यो ब्लू भइहाल्यो अनि यो चाहिँ चकलेट रेड कलरको अनि यो चाहिँ यो कुन रे ब्राउन यो चाहिँ ब्राउनी चकलेट धेरै लाग्छ मेरो चकलेट छ यो ल देखाउँछ अनि आफूलाई चाहिँ यो उसको आफ्नै हो किनकि दिललाई मन पर्दैन नि त चुपाचुप ल गाइज यति भयो हाम्रो चाहिँ यस्तो भयो कि हाम्रो चाहिँ के भयो भने मैले चाहिँ सस्तो धेरै दिएँ उसले चाहिँ महँगो थोरै दियो तर ठिकै छ है ल गाइज थ्याङ्क यू फर वाचिङ खाए ल थुक्न लिन्छ ल बाई गाइज थ्याङ्क यू फर वाचिङ अझै कुन गेम ल्याम भनेर चाहिँ हामीलाई भन्दै गर्नु होला थ्याङ्क यू फर वाचिङ बाई बाई